हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल है। अनि आज चाहिँ फाइनली त्यो दिन आयो है। आफ्टर 2 इयर्स भनौँ न 2 इयर्स पछि म घर जाँदैछु। कसैलाई थाहा छैन म भनेको छु, मैले भनेको छु मार्चमा आउँछु, बट देन आज फेब्रुअरी 14 है। अनि म घर जाँदैछु, भोलि पुग्छु होला सायद। सो अब म देखाउँछु। फर्स्ट मेरो फ्लाइट छ यहाँबाट कुइट टु दिल्ली, दिल्ली टु पारो, अनि त्यहाँदेखि पारोबाट म डाइरेक्ट सायद ट्याक्सी लिएर जान्छु है त। لسلامتكم يرجى التأكد من إغلاق جميع الأجهزة الإلكترونية بما في ذلك أجهزة الكمبيوتر المحمول أو أجهزة مشغلات الموسيقى والهواتف الخلوية أو استخدام وضع गाइस म चाहिँ पुग्यो है टम्पोमा। अनि मेरो दिदी मलाई लिन आएको छ। उसलाई थाहा छैन म आएको छ भनेर, सामानमा चाहिँ आएको छ भनेको छ। आउँदैछ परबाट। मेरो चाहिँ आँखाहरू पुरा आशा आइरहेको छ, चिसो लागेको जस्तो लाग्छ। कस्तो छ
राम्रै छ अल्ला के गरिरहेको थियो आइज जाउँ यार दादालाई बोला न अब चाहिँ गाइस होइन म चाहिँ घर गएर आमा र बुजीलाई सरप्राइज दिँदैछु यसलाई त दिइहालेँ मैले होइन रोयो पनि अब दादा आउँदैछ दादाको ट्याक्सीमा गएर घर जाने हो अनि भेना बोलाउने अनि हामी जाने कति राम्री रहेछ त नि राम्री हो भने राम्रो भने भयो गर्ने सकि गर्ने अनि अर्को महिना मात्रै भन्थ्यो त अनि हुन्न यही महिना नहुन्न नि म त माथि पुगेर रुँदा पनि के अरे राम्रै छ जाँदैन म त अहिले भाउजू डाटा लगाएर कल गर्नु पर्यो अनि बोल्नु पर्यो भने ऊ त्यसलाई अघि बिहान को भन्छु भन्दैन तँलाई अघि दिउँसो बोल्ने को ऊ तल बाह्र करोड के केही छैन खोले बनाउन आँटेको बुझी कहाँ छ सुतिरहेको छ अनि अर्को महिना आइपुग्छ यो महिना मरेर भन्थ्यो नि आज आइपुगिरहेको छ त नि आएको नि आएको हेर्न आएको नि चिनेन भुँडी दुखेको ए अँ के भएर बुढी दुख्यो घरमा हो कहाँ लियो को हो म लालमा अँ आएछ त आयो नि अनि भुँडी दुख्यो हिजो हिजो उताबाट हिँड्दा कहिले आइपुग्यो पारो अघि बिहान आएर आएको रातभरि दिनभरि हिँडेको होइन सुताइ नै छैन एउटा यता कुकुर यता यता दुईजना इन्द्रले मलाई कसले पनि ढोकेन म मिठाई दिँदिनँ अब ल म चाहिँ